एका देशमा दुई बुढी बस्थे। बुढाको नाम हरिमान र बुढीको नाम हरिकला थियो। उनीहरूका छोराछोरी थिएनन्। सबैका छोराछोरी दाउरा ल्याउन, घाँस काट्न, पानी लिन, खेत जोत्न, मेला पर्व जान लागेको देख्दा बुढाबुढीले हाम्रा पनि छोराछोरी भएको भए यसै गरी जान्थे, हामी अभागीका छोराछोरी भएनन् भनेर पिर गरिरहन्थे। एक दिन बुढीले आफ्नो बारीबाट पाकेका फर्सीहरू टिपेर ल्याइन् र आँगनमा लहरे राखिन्। ती फर्सीहरूमध्ये एउटा फर्सी अरूभन्दा सानो र राम्रो थियो। त्यसलाई बुढीले पुन्टे फर्सी भनेर नाम राखिन्। त्यसै बेला धेरै तन्नेरीहरूको समूह माछा मार्न खोलातिर जान लागेको देखेर बुढीले पिर मान्दै भन्न लागिन्, मेरो पनि छोरो भइदिएको भए यसै गरी माछा मार्न जाने थियो। तर के गरौँ, म अभागी बुढीका त छोराछोरी नै छैनन्। यो कुरा सुनेर पुन्टे फर्सी बोल्न थाल्यो। फर्सी बोल्न लागेको सुनेर बुढी पनि अचम्म मान्दै फर्सीतिर हेरेर बोलेको सुन्न लागिन्। फर्सीले भन्यो, आमा, म छु नि तपाईँको छोरा, मलाई लिएर खोलामा जानुहोस्, म माछा मार्न सक्छु। फर्सीको कुरा सुनेर बुढी आमाले हाँस्दै भनिन्, तँ जब फर्सीले के माछा मार्लास्, तै पनि पुन्टे फर्सी। यो सुनेर पुन्टे फर्सीले पनि ढुक्क भएर घमण्ड गर्दै भन्न थाल्यो, आमा, मेरो कुरा पत्याउनुहोस् न, म जति पनि माछा मार्न सक्छु क्या, मलाई खोलामा लिएर त जानुहोस्, अनि देख्नुहुनेछ मेरो चर्ती कला। बुढी आमाले पहिले त पत्याइनन्, तर फर्सीले धेरै कर गरेपछि हेरौ न त तेरो भुइँ कसरी मार्दो रहेछस् माछा तैँले भनेर फर्सी बोकेर खोलामा गइन्। त्यहाँ पुगेपछि फर्सीले भन्यो, आमा, अब तपाईँको बर्की खोलाको किनारतिर घुँडासम्म पानी भएको ठाउँमा ओछ्याएर चारै कुनामा ढुङ्गाले च्याप्नुहोस् र मलाई बर्कीको बीचमा राख्नुहोस्। हरिकला आमाले पनि फर्सीले भने अनुसार घुँडासम्म पानी भएको ठाउँमा लोरा ढुङ्गा हटाएर बर्की ओछ्याउन मिल्ने जति ठाउँ बनाइन्। त्यसैमा बर्की ओछ्याएर चारै कुनामा ढुङ्गाले च्यापी बीचमा फर्सी राखिदिन्। अनि आफू खोलाको किनारमा गएर घाम ताप्दै बसिन्। करिब 1 घडी समय बितेपछि पुन्टे फर्सी करायो, आमा, अब बर्की उठाउनुहोस्। नभन्दै बर्की उठाउँदा त टन्न साना ठुला माछाहरू परेका रहेछन्। उनी ज्यादै खुसी हुँदै माछा र फर्सी बोकेर घर आइन्। साँझमा हरिमान बुढा कामबाट घरमा आउँदा बुढीको कुरा सुनेर उनी पनि दङ्गदास भए। अर्को दिन बिहान बुढा खेत जोत्न गएका थिए। बुढीको घरमा धेरै काम थियो। उनलाई बुढाको लागि खेतमा अर्नी पुर्याउनु पर्नेको थियो। अर्नी पुर्याउने मान्छे नभएर उनलाई निकै पिर पर्यो। उनी बोल्न थालिन्, अब घरमा काम गरौँ कि खेतमा जाउँ, मेरा छोराछोरी भएको भए खेतमा अर्नी लिएर जाने थिए। यो सुनेर पुन्टे फर्सीले भन्यो, आमा, म छु नि तपाईँको छोरा, म लिएर जान्छु बाबाको अर्नी। यो सुनेर हरिकला बुढीले हाँस्दै भनिन्, जा अब फर्सीले के अर्ना पुर्याउलास्। अनि फर्सीले भन्यो, आमा, पत्याउनुहोस् न, म अर्नी पुर्याएर आउँछु, बरु अर्नीको कुटुरो भने भेट्नौमा बानिदिनुहोस् न। धेरै कुरा गरिस् त नि भनेर फर्सीको भेट्नोमा अर्नीको कुटुरो बाँधिदिइन् अनि जा भनेर अराइन्। फर्सी पनि तुरुन्तै गुड्न थालिहाल्यो। गुड्दै खेतमा पुगेर, बाबा, अर्नी ल्याए, खानुहोस् भन्दै आवाज दियो। हरिमान बुढाले पनि फर्सीले अर्नी ल्याएको देखेर अचम्म मान्दै भेट्नोमा बाँधिएको अर्नी फुकाएर बारीको आलीमा बसेर खाए। अर्नी खाएपछि खाली भाँडाहरू रुमालमा पोको पारेर भेट्नोमा बाँधिदिए। अब फर्सी गुड्दै घरतिर लाग्यो। यसै गरी अब त फर्सीले घाँस काट्ने, दाउरा ल्याउने, जोत्ने, पानी ल्याउने आदि अनेक कामहरू गर्न लाग्यो। यसरी फर्सीले धेरै काम गर्न थालेपछि बुढाबुढीका दुःखका दिन गए र सुखका दिन आए। उनीहरूले अब त्यो पुन्टे फर्सीलाई आफ्नो छोरा जस्तै माया गर्न थाले। बुढीले त्यो फर्सीलाई मात्र घाम पानीबाट बचाउन घरभित्र लगेर राख्थिन्। जाडोको बेला लुगा ओढाइदिन्थिन् र आगोको नजिक लिएर राख्थिन्। गर्मीको समयमा छायामा लिएर राख्थिन्। खाने समयमा उसको पनि भाग लगाउँथिन्। त्यसको नजिकै राखिदिन्थिन्, तर फर्सीले खानेकुरा त भएन। यसरी दिनहरू बित्दै गए। गाउँका तन्नेरीहरू बिहे हुन लाग्यो। त्यो देखेर बुढाबुढीले फेरि पिर गर्न लागे। एक दिन सुत्ने समयमा बुढाले भने, हाम्रो पनि छोरो भइदिएको भए यसै गरी बिहे गर्ने थिए, हामी छोराको विवाह गरिदिएर निकै खुसी हुने थियौँ, हाम्रा पनि नाति नातिना हुने थिए।
तर के गरौँ, हामी अभागी बुढाबुढीका त छोराछोरी नै भएनन्। यो कुरा नजिकै रहेको पुण्डे फर्सीले सुनेर भन्यो, बुबा, म पनि त तपाईँहरूको छोरा हो, मेरो बिहे गरिदिनुहोस्, म पनि अरू जस्तै बिहे गरेर बस्छु। फर्सीको कुरा सुनेर बुढाबुढीले हाँस्दै भने, त जब फर्सीको पनि के बिहे हुन्छ र, तेरो फर्सीसितै बिहे गर्न हुन्थ्यो, तर त जस्तो बोल्ने फर्सी अरू कहाँ पाइन्छ होला र। होइन बुबा, मेरो मान्छेकै छोरीसित बिहे गरिदिनुहोस् न, म फर्सीसित बिहे गर्दिन भन्न थाल्यो पुण्डे फर्सीले। पुण्डे फर्सीले धेरै कर गरेपछि बुढाबुढी उसको लागि दुलही माग्न जान लागे। तर जहाँ जाँदा पनि केटी पक्षकाले गलल्ला हाँस्थे र हप्काएर पठाउँथे। फर्सी फर्सी जाबोको लागि छोरी माग्न आउने कस्ता पागल बुढाबुढी भनेर हाँसोमा उडाउँथे। तरुणीहरूले पनि फर्सी पाए पकाएर खाउँला, फर्सीका के पहिला जाउँला भनेर मरिमरि हाँस्थे। कसैको पनि छोरी दिन नमानेपछि बुढाबुढी पनि दिक्क भएर फर्कन्थे। उनीहरूलाई लाज पनि लाग्थ्यो। जब घरमा आउँथे पुण्डे फर्सीले भने चाँडो बिहे गरिदिनुहोस् भनेर कर गरिरहन्थ्यो। सुखसँग बस्न पनि दिँदैनथ्यो। म कोही भन्दा कम छैन, सबै काम गर्न सक्छु, स्वास्नी म जहाँसँग पाल्छु भन्थ्यो। भोलिपल्ट फेरि उनीहरू फर्सीका लागि दुलही माग्न अर्को ठाउँमा जान्थे। त्यहाँ पनि तरुणीहरूले फर्सी पाए पकाएर खाउँला, फर्सीका के पहिला जाउँला भनेर बुढाबुढीहरूलाई जिस्काउँथे। दुवै बुढाबुढीले गरी 400-500 ठाउँमा गएर बुहारी मागिसकेका थिए, तर कसैले पनि छोरी दिन मानेको थिएनन्। अन्तमा हरिकला बुढी आफ्नै माइती देशमा घर घर पुगेर छोरी माग्दा एउटा तरुणीले म फर्सीसित बिहे गर्न तयार छु भनी उसका आमा बाबुले हुन्न भन्दा भन्दै तरुणीले फर्सीसित बिहे गरेर गई। बिहे गरेपछि फर्सी पनि मक्ख पर्यो, बुढाबुढी पनि खुसी भए। अब उनीहरूको घरमा पनि बुहारी आएकी थिए। 4 जना आनन्दले बस्न लागे। दुलहीलाई पनि सबै काम फर्सीले गरिदिने भएकोले निकै आनन्द थियो। उनीहरूलाई कुनै कुराको दुःख भएन। समय बित्दै गयो। 2 वर्षसम्म सुखपूर्वक बसेपछि दुलहीलाई माइतीको याद आयो, किनकि फर्सीलाई के ज्वाइँ भन्नु भनेर दुलहीका आमा बाबाले पनि छोरीको कुनै वास्ता गरेका थिएनन्। उसले म माइत जान्छु पुर्याइदिनुहोस् भन्न लागि। बुढीले सेल पकाइन्, कसार बनाइन्। 1 ठेकी दही, 1 धार्नी कसार, 1 डालो सेल कोसेली तयार गरिदिइन्। कोसेली तयार गरेर बुढी आफै बुहारीलाई माइत पुर्याउन जाने तर्खर गरिन्। त्यो देखेर फर्सीले भन्यो, आमा, तपाईँ किन दुःख पाउनुहुन्छ? म मेरी दुलहीलाई आफै माइत पुर्याउन जान्छु। हुन्छ त जाऊ, दुवैजना चाँडै फर्कनु भनेर कोसेली बुहारीलाई बोकाइन्। अघि अघि फर्सी गुड्न लाग्यो, पछि पछि बेहुली हिँड्न लागिन्। धेरै बेर हिँडेपछि उनीहरू ठुलो जङ्गलमा पुगे। बाटो छेउमा एउटा ठुलो काफलको रुख थियो। थकाइ लागेकाले दुवैजना छहारीमा बसे। रुखमा काफल पाकेर लटरम्म भएका थिए। त्यो देखेर बेहुलीले भनिन्, टिप्न सक्ने भए मजाले काफल खान पाइन्थ्यो, तर टिप्न सकिँदैन, के गर्ने? आफ्नी स्वास्नीको कुरा सुनेर पुण्डे फर्सीले भन्यो, मेरी प्यारी, मेरो भेट्नो समातेर हाँगामा राखिदेऊ, झोला भेट्नामा बाँधिदेऊ, म टिप्छु काफल। फर्सीका कुरा सुनेर बेहुलीले खित्का छाडेर हाँस्दै भनिन्, तिमी कसरी रुखमा चढ्न सकौला, कसरी काफल टिप्न सकौला? बिचरा फर्सी त भइहाल्यौ। पुण्डे फर्सी पनि के कम थियो र, उसले मलाई हाँगामा राखिदेऊ भनेर कर गर्न लाग्यो। बेहुलीले पनि हुन्छ त भनेर फर्सीको भेट्नोमा झोला बाँधेर त्यसलाई उचालेर हाँगामा राखिदिइन्। फर्सी पनि हाँगामा गुड्न लाग्यो। भेट्नाले हानेर पाकेका काफल झार्दै झोलामा राख्न लाग्यो। जब झोला भरियो, पहिले काफलको झोला भुइँमा फाल्यो र फर्सी पनि अब तल झर्छु भनेर ओर्लन थाल्यो। ओर्लन लाग्दा हाँगामा चिप्लेर फर्सी भुइँमा खस्यो र प्याट्ट फुट्यो। यो देखेर दुलही एक त फर्सीसित बिहे गरेकी थिए, त्यही फर्सी पनि यसरी फुट्यो, अब म विधवा भए भन्दै टाउकोमा ठोकेर रुन कराउन लागिन्। त्यसै बेला फुटेको फर्सीबाट असाध्यै सुन्दर राजकुमार निस्किए। उनले रोइरहेकी स्वास्नीलाई भने, प्यारी नरौ, म शराब परेर फर्सी बनेको थिएँ, तर म साँच्चैको फर्सी नभएर लावण्य देशको राजकुमार जित सिंह हुँ। हिँड, फर्केर आमा बुवालाई लिन जाउँ, हामी अब चाँडै लावण्य देश फर्कनु पर्दछ।
आफ्ना अगाडि त्यतिका राम्रो थपक्क बलेको युवकलाई देख्दा बेहुली एकछिन त अलमल्ल परिन्। त्यो युवकले पटक पटक म शराब परेर फर्सी बनेको थिएँ, म लावण्य देशको राजकुमार जित सिंह तिम्रो पति हुँ भनेपछि हर्षले गदगद हुँदै लोग्नेलाई अङ्गालो हाल्न पुगिन्। राजकुमारले पनि आफ्नी दुलहीलाई अङ्गालोमा कसेर जुरुक्क पारेर माथि उठाई निधारमा मुहाई खाए। बिछोड भएर वर्षौँपछि भेटिएका युगल जोडी चाहिँ धेरै बेरसम्म दुवैले एकअर्कालाई आलिङ्गनमा बाँधिएर चुम्बन गरिरहे। जब उनीहरू सामान्य अवस्थामा आए, माइत नगएर त्यहीँबाट फर्केर हरिमान र हरिकला बुढाबुढीको घरमा पुगे। साँझ परिसकेको थियो। बुहारीको साथमा एउटा सुन्दर युवक साथमा आएको देखेर बुढाबुढी अचम्म पर्दै अक्क न बक्क भए। पुन्टे फर्सीलाई छोडेर बुहारी अर्कैसँग लागे कि भनेर पिर पनि माने। बुढाबुढीको भाव बुझेर बुहारी पनि दौडिँदै गएर सासू ससुरासँग टाँसिन पुगिन् र बाटोमा घटेको सम्पूर्ण घटनाको बेरी विस्तार लगाइन्। बुढाबुढी पनि खुसीले पागल भएर छोरा बुहारीलाई अङ्गालो हालेर मुहाई खान थाले। घरमा अनौठो आनन्दको लहर फैलियो। यसको खबर लावण्य देशमा पठाइयो। उता बुहारीको माइतीमा पनि यसको खबर पुग्यो। यो देखेर दुलहीका आमा बाबु छोरी ज्वाइँलाई भेट्न आइपुगे। उता लावण्य देशबाट चाँडै नै युवराजलाई लिन लावालस्कर आइपुग्यो। अब चारैजना लावण्य देशमा जानका लागि तयारी गर्न लागे। जानुभन्दा अगाडि सबै गाउँलेहरूलाई बोलाएर नाचगान भोज भतेर गरियो। सबैसँग बिदा भएर उनीहरू लावण्य देश रवाना भए। त्यहाँ पुग्दा थाहा भयो कि राजा निकै बुढा भइसकेका थिए। आफ्नो छोरा युवराज जित सिंह शराबबाट मुक्त भएर दरबारमा फर्केर आएको देखेर राजा रानी निकै खुसी भए। युवराज जित सिंहलाई राज्याभिषेक गर्दै राजा रानी सन्यास लिएर वनतिर लागे। हरिमान र हरिकला पनि धर्ममाता र धर्मपिता भएर सुखपूर्वक लावण्य देशमा रहन लागे।